कस्ता कस्ता मलहरू दिने त सबैभन्दा पहिला बोटबाट फलहरू टिपिसकेपछि बोट एकदमै कमजोर भएको हुन्छ हैन। त्यही भएर यति बेला चाहिँ हामीले जरालाई बलियो बनाउन अनि पात र हाँगालाई बढाउनको लागि सहयोग गर्ने मल नाइट्रोजनको प्रयोग गर्नुपर्छ। नाइट्रोजन भनेको चाहिँ युरिया मल अथवा हामीले कम्पोस्ट मलको पनि प्रयोग गर्न सक्छौँ। अब सेकेन्ड स्टेज बोटको लागि एकदमै इम्पोर्टेन्ट स्टेज, जब बोटमा पालुवाहरू पलाउन थाल्छ त्यसपछि फुलका साना कोपिलाहरू देखिन थाल्छ। यो स्टेजमा चाहिँ हामीले धेरै फुल फुलाउन सहयोग गर्ने, त्यसपछि त फुलेका फुलहरूलाई झर्नबाट रोक्ने मलहरू चाहिँ हामीले प्रयोग गर्नुपर्छ। जसको लागि हामी फुलहरू धेरै फुलाउन सहयोग गर्ने फस्फोरसको प्रयोग गर्छौँ भने फुलहरू फुलिसकेपछि नझरोस्, बर्ड चाहिँ स्ट्रङ होस् भन्नको लागि हामी पोटासियमको प्रयोग गर्छौँ। बेटर पोलिनेसनको लागि चाहिँ हामी बोरोनको प्रयोग गर्छौँ। यदि यसलाई कम्पाउन्ड फर्टिलाइजरको रूपमा प्रयोग गर्ने हो भने एनपीके 10/20/20 को प्रयोग गरिन्छ। यो समयमा चाहिँ हामीले नाइट्रोजनको युरियाको प्रयोग धेरै गर्नु हुँदैन, नत्र भने फुल कम लाग्छ, पातहरू मात्र धेरै बढेर जान्छ। अब थर्ड स्टेज भनेको चाहिँ बोटमा फलहरू लागिसकेपछि लगभग गुच्छ जत्र फलहरू हुन थालिसक्यो भने त्यो समयमा चाहिँ हामीले त्यो लागेका फलहरू झर्नबाट रोक्ने मलहरू चाहिँ प्रयोग गर्नुपर्छ। त्यसको लागि हामी क्याल्सियम प्लस पोटासियमको प्रयोग गर्छौँ र पात अलिक बलियो होस् भनेर यो समयमा चाहिँ हामीले थोरै नाइट्रोजनको युरियाको मलको पनि प्रयोग गर्न सक्छौँ।